हेलो नमस्कार म ममिता खवास इङ्ग्लिस डेट अनुसार सम्पूर्णमा ह्याप्पी न्यू इयर अनि आज चाहिँ नेपालमा टोपी दिवसको सम्पूर्णमा शुभकामना। म चाहिँ आज हजुरहरूलाई के भन्न गइरहेको छु भने कुनै पनि कामको थालनी गर्दाखेरि हामीलाई नयाँ वर्ष कुर्ने चलन छ अथवा 1 गते अनि बार नेपाली समाज अनुसार बार गते होइन नयाँ वर्ष कुर्ने चलन छ नि त। अनि त्यसमा चाहिँ हजुरहरूले कति कामहरू यो वर्षभन्दा अगाडि होइन डिसेम्बरसम्म चाहिँ 2025सम्म चाहिँ कति कामहरू थालनी गर्नुभएको थियो होला, सुरु गर्नुभएको थियो होला 2025मा। अनि त्यसै गरी अब आउने आजदेखि 2026मा चाहिँ कसैले नयाँ कामको सुरुवात गर्नुहुँदै होला, थालनी गर्दै हुनुहोला। त्यसको लागि सम्पूर्णलाई शुभकामना छ होइन, हजुरहरूको काम सक्सेस होस् होइन। अनि मैले के भन्न गइरहेको छु भने हामीले कति कामहरू त गर्छौँ अनि हाम्रो नेपाली समाज अनुसार लकले फेभर गरेन होइन। कति काम निरन्तरता गर्दा पनि त्यो आफूलाई अफाप भन्ने पनि हुँदो रहेछ क्या। मलाई चाहिँ मेरो अनुभवमा होइन कति काम हामी गर्छौँ, निरन्तरता गर्छौँ, 4-5 वर्ष दिइरहेछु तर त्यसबाट हामीलाई उपलब्धि आएको हुँदैन नि त। हामीले निरन्तरता गर्दा पनि त्यसमा सक्सेस प्राप्त गरेको हुँदैनौँ। त्यस्तो कामहरूलाई चाहिँ होइन हामीले त्यसलाई छोडेर अर्को पनि गर्नुपर्ने अवस्था पनि आउन सक्ने रहेछ क्या। अब कति काम गरिरहेको छौँ, निरन्तरता गरिरहेको छौँ, उपलब्धि आएको छैन भने चाहिँ त्यसलाई निरन्तरता दिँदै गर्ने अनि अर्को कामको पनि सुरुवात गर्न हामीले सक्छौँ। किनभने किन सुरुवात गर्नुपर्छ भने के थाहा भोलि त्यहाँ चाहिँ हामीलाई लकले फेभर गरेको छ कि होइन, कतै त्यता पो हामीलाई साथ दिन्छ कि त्यो राम्रो हुनसक्छ, आफ्नो भविष्यको लागि त्यो चाहिँ राम्रो हुनसक्छ कि भन्न चाहन्छु होइन। यो 2026मा चाहिँ हजुरहरूले होइन राम्रो कामको थालनी गर्नुहोला भन्दै के भन्न गइरहेको छु भने हजुरहरूले आफ्नो कामलाई पनि निरन्तरता दिँदै कुनै काममा चाहिँ सक्सेस हुनुभएको छैन, 5-7 वर्ष भइसक्यो भने अर्को साइड हसल गर्न चाहनुहुन्छ भने यो डिजिटल बिजनेसले हजुरहरूको लाइफ कतै भए चेन्ज गरिदिने पो हो कि होइन। हजुरहरूले चाहिँ म जस्तै डिजिटल बिजनेस गर्न सक्नुहुन्छ जो कोहीले पनि होइन, त्यसलाई हत्तै नछाड्नु होला, त्यसलाई पनि गरिरहेको कामलाई पनि निरन्तरता दिनु होला। अनि साइडमा चाहिँ हामीले साइड हसलको खोजी गर्नुपर्ने हुँदो रहेछ क्या। एउटालाई मात्रै प्राथमिकता दियौँ भने त्यो चाहिँ हामीले गर्दा गर्दा पनि सक्सेस लिन सकेनौँ भने हाम्रो टाइम त त्यहाँ वेस्ट भइसकेको हुन्छ नि त। अनि त्यसलाई चाहिँ वेस्ट नहोस्, त्यो टाइमलाई पनि सदुपयोग गर्छु अनि यता अर्को पनि साइड हसल गर्दै गर्छु। यदि त्यसबाट भएन भने यसबाट त पक्कै हुन्छ भनेर दुइटै कामलाई निरन्तरता दिनुभयो भने टाइम मिलाएर हजुरहरू पक्कै सक्सेस हुनुहुन्छ। यदि हजुरहरूलाई पनि साइड हसलको खोजी छ भने चाहिँ हजुरहरूले यो डिजिटल बिजनेस मजाले गर्न सक्नुहुन्छ घरमै बसेर होइन, थोरै लगानीमा मजाले गर्न सकिन्छ भन्दै हजुरहरूलाई चाहिँ यो वर्षको फेरि पनि शुभकामना है। ह्याप्पी न्यू इयर 2026। सधैँ खुसी रहनुहोला, स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला। हस् त, धन्यवाद, नमस्कार।